राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा गठित 2/3 बहुमतको वर्तमान सरकारले आफ्नो 100 दिन पूरा गरेको छ। सरकारले यस अवधिमा कानूनी शासन, प्रशासनिक सुधार, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र बिचौलिया राज अन्त्यको लागि महत्वपूर्ण प्रयासहरूको थालनी गरेको छ। सरकार गठन लगत्तै जारी गरेको 100 बुँदे शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत शून्य फाइल सप्ताह अभियान चलाएर वर्षौंदेखि रोकिएका सरकारी फाइलहरू खोतल्न शुरू गरेको छ। अहिले राजनीतिक आडमा वर्षौंदेखि दबाइएका ठूला काण्ड सम्बन्धी फाइलहरू धमाधम खुलिरहेका छन्। गृहमन्त्री सुदन गुरुङले 2058 सालको नारायण हिटी राजदरबार हत्याकाण्डको समेत पुनः अनुसन्धान गर्ने उद्घोष गरेका छन्। नेपाल प्रहरीले पछिल्लो 3 महिनामा स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना, सार्वजनिक खरिद प्रणाली कब्जा र फेक रेस्क्यू जस्ता ठूला घोटालामा संलग्न उच्च पदस्थहरूलाई पक्राउ गरिसकेको छ। निर्वाचनको बेला जनता सामु गरिएको वाचा पूरा गर्दै सरकारले 2048 देखि 2083 सालसम्म सार्वजनिक पद धारण गरेका पूर्व प्रधानमन्त्री, मन्त्री, सहसचिव लगायतका पूर्व विशिष्ट पदाधिकारीहरूको सम्पत्ति छानबिनको प्रक्रिया अगाडि बढाएको छ। सरकारले 2082 भदौको जेनजी आन्दोलनको क्रममा भएको मानवीय क्षतिको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थालेको छ। सोही क्रममा लापरवाही र फौजदारी कसुरको आरोपमा तत्कालीन नेतृत्वमा रहेका केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरी सोधपुछ गरिएको छ। उनीहरू हाल अदालतको आदेशमा हिरासत मुक्त भए पनि अनुसन्धानको दायरामा रहेका छन्। समग्रमा वर्तमान सरकारको 100 दिन सेवा प्रवाहलाई सरल बनाउने, उच्च पदस्थ जोडिएका घोटालाहरूको फाइल खोल्ने र आम जनताको सुशासनको अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित देखिएको छ भने यसले युवाहरूलाई पनि खुशियाली